अहिले ट्रेनमा बसिसकेको छु। अब यो ट्रेन हाई स्पिड ट्रेन चाहिँ अब यहाँबाट निक्लिने तर्खरमा छ। लग्जरी सिट, फोल्डिङ सिट, लग्जरी सिटमा छु अहिले। यो म अहिले वुन्चाओदेखि निङ्बो जाँदैछु। यो निङ्बोसम्मको यात्राको बारेमा म तपाईहरुलाई मेरो युट्युब च्यानल मार्फत केही भन्दैछु। जस्तै अब ट्रेन हिँड्न सुरु भयो। एकदमै हाई क्वालिटी बिल्डअप, ट्रेनको कोचको क्वालिटी स्ट्यान्डर्ड एकदमै राम्रो, एकदमै हाई क्वालिटी छ। वुन्चाओबाट हामी निक्ल्यौँ। Smoking is not allowed on the train. Please place your luggage on the luggage rack safely. Next stop is Wenzhou Bay Station. यो ट्रेनले प्लेनको जस्तो सडनली स्पिड लिँदो रहेछ। ट्रेनमा त्यति मान्छे छैनन्। प्लेनको भन्दा कम, प्लेनभन्दा बेटर, प्लेनभन्दा क्वालिटी ट्राभल हुँदो रहेछ ट्रेनमा। अहिले मसँग एकजना मेरो साइडमा, सिटको साइडमा एकजना हुनुहुन्छ। उहाँको यो सिट परेको छ, तर म यहाँ बस्छु जेलको छेउमा बनिसकेपछि उहाँले केही प्रब्लम छैन भनेर चाहिँ भन्नुभयो र अहिले म यो सिटमा बसेर ट्राभल गरिरहेको छु। एकदमै स्मुथ, केही थाहा नहुने गरीको यात्रा हुँदो रहेछ। क्वालिटी एकदमै राम्रो छ ट्रेनको। यस्तो ट्रेनको क्वालिटी जस्तै इन्डियामा पनि मेट्रो त छ, तर वन्दे भारत छ, तर यो क्वालिटी, यो स्ट्यान्डर्डमा त्यो छैन हैन। त्यस्तो लेभलको ट्रेन छ यो। स्पिड एकदमै स्पिडमा छ यो ट्रेन अहिले। विचार गर्न सक्छ, केही हल्लिने यताउता केही हुँदैन। ट्रेनको फिनिसिङ हेर्न सक्नुहुन्छ, जस्तै यो प्यानलहरू हेर्न सक्नुहुन्छ। यो लेभलको क्वालिटी फिनिसिङ छ ट्रेनमा। अब अहिले हामी टनेलमा छिर्यौँ। टनेलमा छिर्दाखेरि चाइनाले यति प्रगति गरेको छ कि जुन तपाईँ हामी इमेजिन गर्नलाई गाह्रै छ। मतलब यति छोटो समयमा 20 वर्षको अन्तरालमा चाइना एउटा लेभलमा पुगेको छ र यो लेभलबाट काम गरेको छ कि चाइनाले त्यो सेक्टरमा, एउटा ट्रान्सपोर्टेसन सेक्टरमा, इन्फ्रास्ट्रक्चर सेक्टरमा चाहिँ ठुलो एउटा परिवर्तन ल्याइसकेको छ। यो परिवर्तन एउटा चाइनाको लागि चाहिँ मेसेजको रूपमा पनि दिइरहेको छ। चाइनाले मेसेजको रूपमा पनि पब्लिक विश्वलाई चाहिँ गरिरहेको छ। अब यहाँनिर चाहिँ कस्तो छ भनेदेखि हरेक पहाड आयो कि पहाडको उसमा चाहिँ पहाडतिर चढ्ने होइन, टनेल बनाउने, छिराउने गर्ने जस्तो गरेको छ। जस्तै नेपालमा चाहिँ कस्तो हुन्छ भनेदेखि पहाड आयो भने त्यो घुमाएर लिएर जाने 1-1.5 घन्टा 2 घन्टा लाग्ने बाटो हुन्छ। तर यहाँनिर चाहिँ त्यस्तो हुन्न। यहाँ चाहिँ पहाड आयो भने टनेल। हिजो हामी अस्तिको दिन र हिजो गरेर मोटामोटी हामी 600 किलोमिटर जति, 700-800 किलोमिटर जति हिँड्यौँ होला। अब जस्तै अहिले फेरि टनेल आयो, 600-700 किलोमिटर हिँड्यौँ। 700 किलोमिटर हिँड्दाखेरि पनि
हामीले कहीँ कतै तपाईँको पहाडको सामना गर्नु परेन, टनेल आइहाल्यो। अब नेपालमा हामीसँग चाहिँ एउटा टनेल बनाउन लागेको यत्रो समय लागिरहेछ, त्यसको कुनै हिसाब छैन। अनि हामीलाई त्यस्तो छ यो हाम्रो उसमा चाहिँ। अनि त्यो हिसाबले हेर्दाखेरि अब देशको फेरि अर्को टनेल आयो। यस्तो टनेल त अब जस्तै यहाँ तपाईँलाई यत्रो ठुलो पहाड छ, यत्रो ठुलो पहाड छ। अब यो पहाडमा नेपालतिर भएदेखि चाहिँ हामी के गर्थ्यौँ भनेदेखि घुमाएर आधी घन्टा 1 घन्टा लाग्थ्यो। अब यहाँनिरको चाहिँ यो पहाड आयो, पहाड आउने बित्तिकै बिचमा टनेल बनाइदियो, टनेलबाट ट्रेन छिराइदियो। अनि त्यो ट्रेन चाहिँ एकैचोटि टनेल छिरेर बाहिर निक्लिँदाखेरि पहाड काटिसकेको हुन्छ। यो चाहिँ एकदमै राम्रो जस्तो, यो नै एउटा प्रगतिको स्पिड, मतलब ट्रान्सपोर्टेसनमा स्पिड हुने बित्तिकै सारा चिज परिवर्तन हुन्छ भन्ने कुरामा यसले देखाउँछ।